हेलो गुड मर्निङ नमस्ते साथीहरू, इट्स मी कृष्टि राई। तपाईँहरू सम्पूर्णलाई मेरो भिडियोमा स्वागत छ। म चाहिँ आज धेरै दिनपछि चाहिँ भ्लगहरू बनाउँदैछु, किनभने धेरै दिनपछि बनाएपछि अप्ठ्यारो लाग्ने रहेछ। अनि आज चाहिँ म र बहिनी चाहिँ बजार जाँदैछौँ, त्यही भएर म बजारमा चाहिँ के गर्छु, के को लागि गएको भनेर चाहिँ म तपाईँहरूलाई लान्छु ल। बजारमा सँगै घुमौँ धरानको बजार। बजार गएको रे, तर 3 दिन चाहिँ हामी बजार गएकै हो, तर चिनी चाहिँ आज गएको रे बजार। बिरुक पनि भयो अलिक गाडी बढ्ने ठाउँमा चाहिँ बिरुक ल्याइदियो भने उनीहरूले नि बिरुक लगेर रिन्यु गरेर ल्याइदिन्छ अरे, जानु पर्दैन नि त, इधरी हामीले गइराख्नु पर्दैन। त्यही भएर चाहिँ मैले सजिलोको लागि त्यहाँ ल्याइदिइराख्नु थिएँ। अनि त्यहाँदेखि चाहिँ बहिनी र भाइ सब्जीहरू हेर्दै हेर्दै घर जाने प्लान छ। अनि तपाईँहरूलाई पनि सँगसँगै बजार चिनीमा चाहिँ हामी चाहिँ पैसा दिनु गएको र यो स्कुटीको। अहिले चाहिँ हामी कहाँ छौँ? अहिले चाहिँ हामी ठ्याक्क वीरेन्द्र चोकमा आइपुगेको छौँ। वीरेन्द्र चोक हो, वीरेन्द्र चोक आइसकेको छौँ। कहाँ मजा आएको छ, तपाईँलाई चलाउनु कतिको मजा आएको छ गाडी। म चाहिँ कलेजबाट आएर पढ्छु भन्दा पनि तिमीले यहाँ जबरजस्ती दिएको है। के को लागि लिएको तँलाई थाहा छ कि? मलाई थाहा छैन, मलाई बिस्कुट किनिदिन्छु भनेर दिएको। म चाहिँ बिस्कुट खानलाई आएको। बिस्कुटको नाम नभनिहाल्नु। बिमारी त कहिलेदेखि चलेर खानु। पहिलाको चाहिँ हो, अहिलेको चाहिँ के को अहिलेको बडा हो। घरमा घाम लागेको अवस्था छ है। अब त गर्मी बढ्नु थाल्यो नि खालि, बहुत गर्मी हो भाइ। अब तर लास्टै हात दुख्दो रहेछ। तर एकछिन त भित्रको जाडै हुन्छ है। अब हामी हिँड्यौँ कालो चोक कालो। बिलबुक ल्यायौँ क्या हामीले, त्यहाँ माथि नै पुग्नु होइन। त्यो पैसा सबै पे गरिसकेर तेल लाएर स्कुटीमा दिदी बहिनी हिँड्यौँ कालो। घन्टाघर तेल लगाइसकेर अब नराम्रो नोटिस पनि देखाइदिनु न टक्क लगाएर। जाम जाम भयो कस्तो जाम जाम जाम। माथिबाट छिर्नुपर्छ। अब हामी यता बजार, हामी चाहिँ सब्जी बजार छिरेको। हाम्रो रुममा चाहिँ सब्जी सकिरहेको छ कि अनि
बाप रे बाप अरे वाह बढ़िया बनाइन्छ ल हामी तरकारी किन्ने होइन त मेरो लागि जेली म चाहिँ बजार अनुगमनमा आएको अरे बजार अनुगमन ल दिदी चाहिँ टमाटर किन्नु थाल्नु भयो है ल यो 90 को 30 यो 90 को 30 यो पनि राम्रो छ यहाँ वाग्लो कहिले लिनु किन वाग्लो नयाँ 90 को 30 बोडी कसरी हो यो खाने र खाने यो चाहिँ हामी बोडी लिँदैछौँ है अहिले गाडी त बोल्नै छोडेर खराबै बोलिदिन्छ अरू सब्जी खानु सकिँदैन है किनेर छापेर काचाकुचुक भएको हुन्छ एक पाउ गरिदिनु र डिस्को व्यापारी छ डिस्को व्यापारी के लाँगन्टे भन्दा ल्याउनु नि फुलकोपी किलोको 70 1.5 किलो 100 रुपियाँ जानु लोकल कोपी टाक्ला छैन तिम्रो एउटा मात्रै दुईजनालाई फेरि धेरै हुन्छ क्या 45 को थोरै लाने फूलगोभी ब्रोकोली फरसी गाजर को भी ले जाएंगे मटर को ढेर तरकारी पनि एउटै मात्रै देख्छु तरकारी पनि थियो तिनचारको बिहा गरे पर्छ गाउँरा यो ठेला आइदियो र ठेलामा डाले पर्दो र यहाँ राखेको ए दिदी कि मलाई बिस्कुट किनिदिनु कि यहाँ जेरी किनिदिनु छिटो त्यसको लागि आएको नि त्यहाँबाट ए ऊ पनि आउनु थालेछ त अहिले त यो साग कसरी हो कुन
राम्रो छ त नि सबै राम्रै छ ओ वाटरमेलन पनि आउनु थालेछ है अब खानुपर्छ कालीको खानेको यो यो यस्तो छ उयो अघि के राम्रो छ हौ सबै राम्रै छ पहाडे छ यो धनकुटी साग होला होइन कति हो उयो साग हेर्नु कस्तो दामी चाइनिज सागको किन खाने वाटरमेलन पनि आउनु थालेछ त वाटरमेलन साग चाहिँ आज बिहान आएर होला राम्रो रहेछ भरे त फेरि कस्तो त हुन्छ कि तर के गर्नु सबै काटा पसेको हुन्छ त्यो पनि सक्छ मलाई के किनिदिनु नि मलाई 20 रुपियाँ 20 रुपियाँ कि 100 रुपियाँको बिस्कुट किनिदिनु मुख्यमन्त्री छैन एउटा जेरी माग्नु कालीको अर्डर पुरा गर्नु पऱ्यो के गर्नु बजार लिएर आएको होइन यतिकै छ ए कालीले जेरी पाइसक्यो यहाँ फेरि भरे यसले त फेरि मैले खाएकै छैन भन्नु बेर लाउँदैन त्यही भएर जेरी पनि देखाएको गाह्रो छ मलाई पैसा लिनु हतार गर्नुपर्छ है खाना जेरी पाएँ बिस्कुट किनिदिने दरले जेरी किनिदिनु आएको मलाई चाहिँ फेरि अनि यो 20 रुपियाँ एउटा पर्दो रहेछ यो अनि 20 बिस्कुट 100 रुपियाँमा अरे सब्जी चाहिँ मैले यिनीहरू लिएँ साग अनि फुलकोपी बोडी टमाटर लिएँ अनि आज चाहिँ बिहानै आएको किनभने बिहान चाहिँ फ्रेस पाइन्छ बेलुका चाहिँ सस्तो हुन्छ तर सबै काँचो भएको हुन्छ क्या साथीहरू अनि यो थोरै तरकारीहरू चाहिँ किन लगेको भनेदेखि नजिकै छ नि त बजार फ्रेस खानलाई चाहिँ धेरै मजाले पुगिहाल्छ क्या फ्रिजमा राख्यो पनि हुन्छ त्यही भएर हाम्रो चाहिँ नजिकै छ है बजार अब चाहिँ हामी घर गएको बजार हाम्रोबाट चाहिँ एकदम नजिकै छ थोरै लाने मिठो मिठो खाने चलो हामी चाहिँ यसरी भारी लाएर आँट्छ हामी घरतिर प्रस्थान गर्दैछौँ घर गाडी डुबाइहाली क्यामेरा पनि कस्तो खानेकुरा मात्र हेर्छ त बसे ल मैले भनेको बिस्कुट यो है यो बिस्कुट किन्दिनै सकिनँ पहिलो बिस्कुट कति भिड हामी चाहिँ घरतिर फर्किसक्यौँ दिदी स्कुटी चलाउने म चाहिँ पछाडि खान्छु अब घर पुग्छ पुग्दैन जेरी चाहिँ कान्छारा पनि लैजा भन्दै हुन्छ मेरो यहाँ टेक्वान्डो ट्रेनिङ गर्ने ठाउँ यो हो र मेरो हल टेक्वान्डो हल हो यहाँ बिहान 6:30 बजीदेखि 7:30 बजीसम्म ट्रेनिङ हुन्छ कायम महेन्द्र बहुमुखी क्याम्पस छुट्टी भएर विद्यार्थीहरू घर जाँदै रहेछ है यो वारपार है बहुमुखी क्याम्पस
यहाँ त ठुलो यार पछि पढ्ने भनेको म यही कलेज क्याम्पसमा हामी पढेको यहाँ अर्का एकाडेमी ट्युसन सेन्टर यहाँ अमित सरले खतरा पढाउनुहुन्छ यहाँ प्रश्नले एक भाडा पनि खाएको थियो ट्युसनबाट ट्युसन पढ्ने म हिसाब चाहिँ बिगार्छु तर एन्सर चाहिँ मिलाउँछु है म त्यस्तो ट्यालेन्टेड मान्छे हो हाम्रो चाहिँ घर आइपुग्यो हाम्रो गालीले एसी पास गरेको होइन त्यो हिसाब लडेर पास गर्छ हाम्रो गाली हिसाब त रडेरै हो हामी बसेको ठाउँ चाहिँ यस्तो दामी छ मैले क्यामेरा चाहिँ पछाडि फर्काएको होला घर आइपुग्यो यो चाहिँ मेरै खुद घर है यो मैले बनाएको घर हो फाइनली घर आइपुग्यो एकछिनै त्यसरी राख्नु चाहिँ 1 बजे जान्छु लोभी दिदीले यति किन्दैछ अब यति रहेछ कान्छालाई पनि भन्दै हुन्थ्यो अब यो के गर्नु है कान्छालाई राखिदिनु कि म खानु कान्छालाई नराखिदिउँ ल उयो हुन्छ क्या घाँटी नलिन्छ जस्तो कान्छा पनि फेरि हिजो मलाई 1 ग्लास लाग्दै गयो नि हुन्थ्यो भन्दै पानी चाहिने हिजो मलाई चटपटी नराखिदिए आज यो नराखिदिनु चटपटी नराखिदिएको आम्मो है काली त कम्ता गुनासो होइन 1 ग्लास राखिदिएको भए पनि हुन्थ्यो 1 चम्ची राखिदिएको भए पनि हुन्थ्यो भनेर कान्छालाई राख्दैन फेरि त्यो भित्रको घुमेको कान्छालाई राख्दैन ल यति चाहिँ कान्छालाई तपाईँको क्यामेरा जिम्मा अब चाहिँ क्यामेरा जिम्मा चाहिँ मेरो हेलो गाइज आजको मेरो भ्लग चाहिँ यति नै हो भरे म यस्तो युट्युबमा एडिट गरेर आउँछु एडिट पनि राम्रोसित गर्न आउँदैन म चाहिँ जे छ त्यही हो लाउने ब्राङब्रुङ अनि अलिअलि पछि चाहिँ काट्न आउँछ अनि यो भिडियो बनाउनेलाई मेरो बहिनी चाहिँ धेरै धेरै धन्यवाद तर के गर्नु यसले भिडियो बनाएपछि के यसले उयो गर्छ मौकाको फाइदा लगाइहाल्छ के न के किनिदिनु पर्छ अनि मात्रै भिडियो बनाउनु मान्छ नत्र भने मान्दैन यस्तो छ बहिनीहरू के गर्नु र झन् हाम्रो यो छोटा दन के कुरा गर्नु र छोटा दनको त फाल्टै सान छँदैछ घरमा बाई बाई